कहिलेकाहीँ ठूल्ठूला परिवर्तनको सुरुवात सोच्दै नसोचेको सानो ठाउँबाट हुन्छ। आज हामी यस्तै एउटा कथा सुनाउँदैछौँ। यो कुनै ठूलो सहरको होइन, पाल्पाको एउटा गाउँ रिब्दीकोटको कथा हो, जहाँ एउटा सानो प्राविधिक पहलले किसानको जीवनमा साँच्चीकै ठूलो तरङ्ग ल्याइरहेको छ। आउनुहोस् यो यात्रामा सँगै लागौँ। समृद्ध रिब्दीकोट निर्माणको आधार, कृषिमा व्यापक विस्तार। सुन्दै एउटा सरकारी नारा जस्तो लाग्ला हैन? तर रिब्दीकोटका लागि यो एउटा नारा मात्रै होइन, यो त्यहाँका हरेक मानिसको साझा सपना हो। उनीहरूको विश्वास हो कि उनीहरूको भविष्य यही माटोसँग जोडिएको छ। तर त्यो समृद्धिको सपनाको अगाडि एउटा नदेखिने पर्खाल थियो, एउटा लुकेको दुश्मन। त्यो हो पशु बाँझोपन। यो पशुको स्वास्थ्य समस्या मात्र थिएन, यो त किसानको आम्दानी र आशामाथिको सीधा प्रहार थियो। यसलाई यसरी बुझौँ न, किसानका लागि उनीहरूको गाई भैँसी भनेको हिँड्ने डुल्ने ब्याङ्क खाता जस्तै हो। आम्दानीको मुख्य स्रोत नै त्यही हो। अब सोच्नुहोस् त, जब त्यो पशुले बच्चा नै पाउँदैन तब के हुन्छ? आम्दानीको स्रोत नै ठप्प। रिब्दीकोटका किसानहरूले वर्षौंदेखि यही समस्या भोगिरहेका थिए। तर जब समस्या गहिरो हुन्छ, समाधान पनि उस्तै नौलो चाहिन्छ, र रिब्दीकोटमा त्यस्तै भयो। एउटा यस्तो समाधान आयो जसले पुरानो तरिकालाई नै बदल्यो। यसपालि किसान डाक्टर कहाँ गएनन्, डाक्टर र प्रविधि आफै किसानको घरगोठमा आइपुगे, त्यो पनि एउटा विशेष शिविर मार्फत। यो कुनै एउटा व्यक्ति वा संस्थाको प्रयासले मात्रै सम्भव भएको होइन, यो त एउटा गजबको टिमवर्कको नतिजा थियो। एकातिर स्थानीय सरकारको इच्छा शक्ति, अर्कोतिर हेफर प्रोजेक्ट नेपाल जस्तो संस्थाको प्राविधिक ज्ञान र आर्थिक सहयोग, अनि यी सबैलाई जोड्न ग्रामीण आर्थिक विकास सङ्घको सहजीकरण। जब यी सबै मिले तब असम्भव पनि सम्भव भयो। यो शिविरको सबैभन्दा ठूलो क्रान्ति नै प्रविधि थियो। पहिले के हुन्थ्यो? पशु चिकित्सकले हातले छामेरै अनुमान लगाउनु पर्थ्यो, समस्या के हो ठ्याक्कै थाहा पाउन गाह्रो। तर अब एउटा सानो अल्ट्रासाउन्ड मेसिनले पशुको गर्भाशयभित्र के भइरहेको छ स्क्रिनमा छर्लङ्गै देखाइदियो। यो त अँध्यारोमा टर्च बाले जस्तै भयो। अनुमानको ठाउँमा अब निश्चितता आयो। ल, प्रविधि त आयो, तर यस्तो अत्याधुनिक मसिनलाई गाउँको गोठसम्म पुर्याउनु आफैमा एउटा चुनौती थियो। आखिर यो काम कसरी गरियो त? आउनुहोस् हेरौँ यो शिविरले साँच्चीकै कसरी काम गर्यो। 19 यो केवल एउटा नम्बर मात्रै होइन, यो त 19वटा परिवारको कथा हो। 19वटा किसानको अनुहारमा फर्केको आशा हो। 2 दिनमा 19वटा पशुको जाँच भयो, जसको मतलब 19वटा घरको भविष्यमा प्रत्यक्ष असर पर्यो। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो भने किसानहरू सेवा खोज्दै सहर धाउनु परेन, बरु विज्ञहरूको टोली आफै मेसिन बोकेर भेडाबारी र डबका टोल जस्ता गाउँ गाउँ, घर घर अनि गोठ गोठमै पुग्यो। वास्तविक सेवा भनेकै यही त हो नि, होइन र? खैर, तथ्याङ्क र प्रक्रियाको कुरा त भयो, तर कुनै पनि कामको वास्तविक प्रभाव त मान्छेको अनुभवले बताउँछ। आउनुहोस् अब सिधै त्यहाँका किसान र स्थानीय अगुवाहरूको कुरा सुनौँ। उनीहरूले यो परिवर्तनलाई कसरी हेरे? यिनै हुन् सीता कुँवर, रिब्दीकोट 7 की एक किसान। उहाँको कुरा सुनौ। गोठमै आएर जाँच गरिदिँदा हामीलाई निकै सजिलो भएको छ। यो सजिलो भन्ने एउटै शब्दमा वर्षौंको दौडधुप, खर्च र अनिश्चितताबाट मिलेको ठूलो राहत लुकेको छ। यो सफलता किसानको मात्रै थिएन, यो त स्थानीय नेतृत्वको दूरदर्शिताको पनि परिणाम थियो। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको यो भनाइले के स्पष्ट पार्छ भने यो कुनै एकपटकको कार्यक्रम मात्र होइन, यो त किसानको समस्यालाई प्राथमिकतामा राख्ने एउटा दीर्घकालीन सोचको हिस्सा हो। त्यसो भए रिब्दीकोटको यो 2 दिने शिविर एउटा सानो कथा मात्रै हो त? होइन, यो त एउटा सुरुवात हो। तर यसले भविष्यको लागि कस्तो सङ्केत गर्छ? यो सानो पाइलाले कति ठूलो फड्कोको सम्भावना देखाएको छ? भनेपछि रिब्दीकोटको यो कथाबाट हामीले के सिक्न सक्छौँ त? हामीले यो सिक्यौँ कि जब सही प्रविधि, बलियो सहकार्य र किसानको घरदैलोमा सेवा पुर्याउने इच्छा शक्ति एकै ठाउँमा मिल्छन्, तब नतिजा साँच्चीकै चमत्कारिक हुन्छ। यो सायद नेपालको कृषि क्षेत्रको भविष्यका लागि एउटा सफल मोडेल बन्न सक्छ। अब यो कथालाई यही एउटा प्रश्नमा छोडौँ। यदि यो मोडल रिब्दीकोटमा सफल हुन सक्छ भने नेपालका हजारौं अरू गाउँमा किन सक्दैन? कल्पना गरौँ त, यदि यो सानो फड्कोलाई देशव्यापी अभियान बनाउन सकियो भने हाम्रो कृषि क्षेत्र र किसानको जीवनमा कस्तो कायापलट होला? यसको जवाफ हामी सबैले मिलेर खोज्नुपर्नेछ।